भाइ हाम्रो गाउँ भएको त बिनाको कसको हो त्यो नाम बेकाको तेरो झन् भाउ बङ्गे केर खाउ हैन राम्रो आज शनिबारको दिन है हाम्रो चाहिँ यहाँ संसारी पूजाको तयारी भइरहेको छ हाम्रो दाजुभाइ माताहरूद्वारा चाहिँ एकदमै यो पूजाको लागि तयारी गरिरहेको छ जो रेडी गरेको गर्नु पर्यो नि त हाम्रो त यहाँ धेरै रेडी भइसकेको छ है अब पूजा सुरु भइरहेको छ है हाम्रो माता शनिला दिमाले है माङपाले गरिरहेको छ माङमा र हाम्रो यहाँ भाइले चिया हालेको रहेछ यहाँ चिया खाएर चाहिँ अब यहाँ सुरु हुन आँटेको छ पूजा संसारी पूजा हाम्रो ओकैटी विषय घरमा सबैजना गाउँका इष्टमित्र मिलेर चाहिँ यहाँ हाम्रो संसारी पूजा सुरु भइरहेको छ के हो छन झन्डा चढ्नुहुन्छ त्यहाँ माथि अन्त कोइला टिपिङ भनेको हामीले खाली आगो हातले टिप र हाम्रो दाजुभाइहरू यहाँ सबैजना एकदम घरमा दुःख पिरो भएको पनि सबै हटाइदिनु तिमीले आजदेखि एकदम सबै घरमा चिताको कुराहरू गरेको काम राम्रो हो सबै आजदेखि तिमीलाई शुभ पार शुभ महिना गरेर मानेको छौ ल है सबै गाउँघरको हैजा मैजा रुगा मार्गी बेसन मसन सबै हराइदिनु आजदेखि छोडेर जानु सबै है आजदेखि तिमीले रथेसम्म गर्नु गाउँघरमा शुद्ध फाटिदिनु तिमीलाई यो कला सबै गरेर नरिवल मिठाई खिएर अम्बक गरेर सबै दाजुभाइ साथीभाइ सबै गाउँको इष्टमित्र सबै यो गरेर मानेको छु तिमीलाई एकदम तिमीलाई आज मानभाव दिएर गरेको छु मानेको छु तिमीलाई आजदेखि तिमीलाई शुभ पार शुभ महिना गरेर मानेको छु है भाइ रथेसम्म गर्नु सबै गाउँघरमा चिताको कुरो पुगोस् शुद्ध खाद्य होस् सबै अन्न पानी छ होस् गाउँघरमा सबै हिँड्दा डुल्दा राम्रो होस् कामहरू गर्दा सबै राम्रो होस् घोडा गाडीतिर चढ्दा पनि सबै राम्रो होस् सबै चिताको कुरो पुगोस् गरेको काम सबै राम्रो होस् एकदम ल है सबै गाउँघरमा दुःख पिरो भएको पनि सबै तरेर जाओस् हटेर जाओस् एकदम रुगामार्गी सबै हैजा मैजा सबै हावाले उडाएर लैजाओस् एकदम सबै चिताको कुरो पुगोस् गरेको काम सबै गाउँघरमा राम्रो होस् ल हाम्रो चाहिँ अब ओकटी विषय घरमा चाहिँ है हाम्रो संसारी पूजा सुरु भइरहेको छ आज राम्रो दिन पारेर राम्रो घरका इष्टमित्रहरू सबैजना मिलेर चाहिँ हाम्रो संसारी पूजा सुरु भइरहेको छ बिटी मागेर तिमीलाई शनिबारको दिन पारेर तिमीलाई बोलाइ चलाइ आज तिम्रो भाव भक्ति तिमी साथै जान साथै घाँडा खाली आउने तिमी साथै बोला तिमीलाई अझै बल बिन्ती मागेर भाव भक्ति गर्दै आज उपद्वार गरे सिंगा फाला फुला गरे फुला पानी गरी तिमीलाई कोही त नुन खान्छ हुन्छ भगवती गरे अझै बल बिन्ती मागेर आयौँ लाई साथै चिताइ साथै भाव भक्ति गर्दै अझै बल बिन्ती मागेर भलो पञ्च सबै मिलिजुली आइ तिम्रो नाममा पुकारे भाव भक्ति गरे चारै दिशा चारै ढोकाको लगाए तिमीलाई बोलाइ चलाइ तिमीलाई चारै दिशा चारै खेली डुली तिमी चारै दिशा चारै होला साथै नाला साथै ढाका खेली हुने तिमीलाई भाव भक्ति गरे अझै बल त्यो त कुखुराहरू है पुकार गरिरहेको तिमीलाई आज शनिबारको दिन पारी ढुक्कै घामको टाइम पारी तिमीलाई फुल गरी बोलाइ लाग्यो चलाइ लाग्यो त्यति भाव भक्ति गर्दै अझै बल बितिमा खेली आउने तिमी डुली आउने महादेवी भगवती सात संसारीमा भगवती ल धेरै नाम पुकारे अझै बल बिति मागेर लाग्यो महादेवी माता
एकदम सबै टिकाको ल्याइदिनु गाउँघरमा सबै लाइले भाइ हामी त खोला खोला हिँड्ने हामी त सबै भाइ आयो फुलेको धन्यो ल है हामी त मागेर आयौँ तिम्रो खानामा नमाल है खानामा नमाई लजौँ तपाईँको घरको दही जो खाना सोधी लाँदैछ तिमीले गाउँघरमा सबै राम्रो राम्रो हुनुपर्छ है सबै फलो पञ्चायत भई तिम्रो पुकार गऱ्यौँ सिंगाफल सिंगादियो गरेर तिमीलाई भेटी गरी बदाम चन्दा गरी गर्दै अझै मलाई मागेर आयौँ तिम्रो सबै तिमीलाई मागेको कुरो सबै दिलाइदिएको छ गाउँठाउँमा तिमीले रखवाली गरिदिनुपर्छ है कोही गरिमने कोही तिमीले कोही यस्तो चाहिँ हटाइदिनुपर्छ तिमीले सबै बालबच्चादेखि लिएर बुढो पाका सबै रखवाली गरिदिनुपर्छ आज तिम्रो राम्रोदेखि लिएर दुई कुरो सबैसँग तिमीले रखवाली गरी लगिदिनुपर्छ आज तिमीले सबैलाई चलाइ लग्यौ र फलो पञ्चायत भई गाउँको सबै मिलिजुली आएर तिमीलाई आलाम झन्डा गऱ्यौँ भेटी चढाइदिउँ सिंगा फुल चढाएर तिमीलाई बोलाइ चलाइ लग्यौँ आज है तिमीलाई शनिबार बिहानको दिन पुकार गऱ्यौँ है पुकारे श्री दिनु है माता भगवती र यहाँ हाम्रो चाहिँ अब पूजा है अन्त आइसक्यो र अब लास्टमा चाहिँ यहाँ हाम्रो परेवा उडाउने कार्यक्रम हुन्छ र यो परेवा पनि अब पाउनु छोड्यो यो चाहिँ हामीले माङमाहरूले चाहिँ एलडीबाट ल्याउनु भएको अरे र हाम्रोतिर प्रायः हराइसक्यो यो परेवा आउनुपर्छ अब यसको खास अर्थ चाहिँ मलाई पनि याद छैन होइन अहिले हाम्रो माङमालाई सोध्नेछु है यो जुन परेवा उडाएको छ है त्यो अब के हो अब अर्थ हामीलाई थाहा छैन यसको अब यो उडाउँदा के हुन्छ भनेर चाहिँ हाम्रो माङमालाई चाहिँ सोध्ने प्रयास गर्छु साथीभाइहरू र हाम्रो यो कति विषयको को यो पूजाहरू एकदम राम्रोसँग भइरहेको छ होइन मन्दिरबाट उड्यो एउटा मन्दिर के हो भाउजू पाल्नु नि सात बत्ती पाल्नु त अब बारिस हुन घाउ खटेर सबै हटेर जाऊ रोग कष्टहरू लाग्नु नदिनु दशग्राहरू लाग्नु नदिनु नानीहरूको नाममा गर्नु बुढा एकदम जानु रोग कष्टहरू हटेर जानु एकदम राम्रो राम्रो त्यस्तो अहिले अबर पर्छ कहाँ झर्छ निकाल्दै खुट्टामा बान्नु हुँदैन कि अल्झै मात्रै देऊ न अल्झै मात्रै देऊ भयो होइन नबान्नु त्यो अल्झिन्छ पैसा भन्छ छोड्दियो हजुरको यसरी राखिदिनु एक एकवटा फेक्नु एक एकवटा यो दिपा बलिरहेको छ सबै आयो तिमीलाई सुको पार सुको महिना गरेर मानेको छु ल संजारी आन्दा सबैलाई पाहरूले चाहिँ यो हाम्रो अन्दाजमा जोखाना हेर्दैछ हाम्रो बुढौलीहरू छ यहाँ एकदमै हाम्रो माङपा बुढौलीहरूले चाहिँ यहाँ अन्डामा चाहिँ जोखाना हेर्न गइरहेको छ अब कस्तो आउँछ के आउँछ है काले भाइको रहेछ है दिपङ्करको नाम छ नि है यसमा कसको अरे काले भाइ भन्नाले काले भाइ भन्दा दिपङ्कर ल यसमा हेरौँ है
राम्रै छ यो के भन्छ त्यो त नाइट हो नि यस्तो त हुन्छ नि ठिकै छ एकदम राम्रो छ घाउ रहेछ हौ खोइ घाउ छ है मान्छेलाई त अलिकति त रोकसोक त हुन्छ हुन्छ यसको रहेछ यो है यो सरगम हाम्रो दादाको हाम्रो नाङपाले हेर्नु रहेछ यहाँ ओको डिममा ओको सँगै है यो पल्टाउनु पर्यो होइन एकपट्टि त राम्रो रहेछ घाउ रहेछ ऊ साइडमा हो सरम दाजु घाउ होला अलिकति गएको रहेछ है मान्छेलाई त अब नाम नलेखेको चाहिँ गणेश र उसको अरे मन्जुसी के हुँदैन अझैले यो भूपति मामाको रहेछ तल पल्टिँदैछ त्यो यो चाहिँ अब बिग्रेको रहेछ हो बिग्रेको रहेछ ठिकै छ र पनि यो राम्रै छ छ अन्डा अलिक बिग्रेकोले सङ्गीत तल हाम्रो इन्जिनियर नगरो कोही पनि आउँदैन पूजा आउँदैन जखनाले यो अन्त पुरानो पुरानो अन्डा रहेछ ठिकै छ राम्रै छ राम्रै छ किरण हाम्रो किरणको हुन्छ ओको आम्ने लो के निछा हाम्रो किरण राख्नु पनि एकदमै राम्रै देखिँदैछ राम्रै छ त्यो पछाडिँदा फुट्दा हुन्छ नि यो चाहिँ स्टनको देख्दैछु है मैले त्यस्तो नभन्दा यहाँ एकदमै राम्रो छ अहिलेसम्म जुनै अन्डाहरू हेऱ्यो है यो दोकान हेऱ्यो एकदमै राम्रो आइरहेको छ सबैको यो हाम्रो कृष्ण कुमार दादाको रहेछ कालिसको पढाइ के हो यो त अन्डा त सानो पठाएछ नि त ठिकै छ अलिकति घाउ खटेर यस्तो त हुन्छ नि ठिकै छ तिमी चाहिँ काममा हिँड्दा चाहिँ अलिकति छुरी चाहिँ अलिक जगाउने ल राम्रो गरेर किस्मत हाम्रो किस्मत मामाको रहेछ सुनिम भाइको यो दुईटा चाहिँ नाम नलेखेको छ अरे त्यो मन्जुसी र गणेश गरे किस्मतको त्यो होइन किस्मतको ठिकै छ राम्रो हाम्रो किस्मत मामाको एकदम राम्रो छ को नामले गरेको यो एउटा मन्जुसी गरे नाम नलेखेको त के हुँदैन हेर्नु उसको हो नि मन्जुसी एउटा मात्र हुन्छ भनेर दुई पठाएको होला त्यही त अब यो त यो तीनटा अन्डा छ यसमा नामहरू चाहिँ छैन है अब कसको हो यो राम्रो रहेछ एकदमै है नफुराउनु यो कसको हो है यो आफै चिन्नु होला है कलरहरू नाम छैन होइन अब यो खालको अन्डा चाहिँ कसको फुल्दैछ त्यो थाहा भइहाल्छ ल एकदमै राम्रो छ भन्दैछ एकदम राम्रै छ यो पनि होइन ठिकै छ यो त नाइट हो यहाँनिर घाउ देख्दैछु म एउटा देख्दैछु ल हाम्रो यो एउटा घाउ छ कसको भन्ने भाइ त्यो नाम घाउ भएको त अन्डा बिनाको कसको हो त्यो नाम बेकाको जति पनि है यहाँ तपाईँहरूले अन्डाहरू पठाउनु भएको थियो है सबै हाम्रो माङमाहरूले चाहिँ राम्रै छ भन्नुभयो है र तपाईँको जोखाना एकदम राम्रो निस्केको छ र यो अन्डा अलिकति है पोलेर चाहिँ हाम्रो चढाउने विधि छ हाम्रो चाहिँ पूजाहरू है संसारी पूजा चाहिँ सकिसकेको छ र अब घरतर्फ गएर घरतर्फ जाने तर्खरमा छ सबैजना र अब हाम्रो संसारी पूजा चाहिँ सकिसकेको छ एकदमै राम्रो भएको छ पूजाहरू है एकदम राम्रो भयो यहाँ चाहिँ सालै पछि पूजा गरेको कारणले गर्दा एकदमै राम्रो पूजाहरू भइरहेको छ आज यो 7 सञ्चारीमा भगवतीको पाठ पूजा थियो शनिबारको दिन पारी आज हामीले गामको पारी आज उसलाई मनाइजुनाइ लगेको थियौँ सिंह फुल फल गरेर उसलाई मनाइजुनाइ गऱ्यौँ आज ऊ खुसी भएर गएको छ जोडी परेवा गरेर उसलाई खुसी बनाएर मनाएको छौँ आज हामीले र उसले हामीलाई गाउँठाउँमा सबै शान्ति गरिदिने यो दिउतिर जसरी बोलेको छ उजेलो गरिदिनेछ आजदेखि खुसी भएर गएको छ ऊ खुसी भएर बसेको छ र आज यति भन्दै लाई हाम्रो गाउँठाउँको बुढो पाखा बुढो पञ्चायत मसिनो नानी बाल बालिकादेखि लिएर गुरु माता गुरुदेवहरूलाई सबै सञ्च सुविस्ता होस् भनिकन हामीले आज मानी गुनी लगेको छौँ विषय घर ओकाइटी विषय घरमा राम्रो होइ जाओस् भन्ने राम्रो हो एकदमै राम्रो भएर चाहिँ एकदम राम्रो भएर चाहिँ हामी चाहिँ अब घर राम्रो अर्को साल भेट्नेछौँ है यस्तो बेलामा भेट्नु